टिप्नीको अब म के खान्छु है त मोबाइल ल्याएर लाइभ कुर्सी पाएन भन्ने थियो एउटा पनि डाँडामा गएर बस्नु भने जाने त खतरा खतरा अरे मैं दर्छु राम्रो खायो फोटो त सेमीफाइनल को पहले खेल आज वर्सेस नेतो फेरिगाउँ युवा क्लब गेम अब सुरु हुनै आँटेको छ ए साँची पाते तेरो मोबाइलबाट यो लाइभ सेयर गर्दै त सोल्डुबे क्लबको मेसेन्जरमा उसै भएन भन्दा थियो कि म आउँदैन नि सेयर सेयर हान्ने काम गर्छु गरिराख्छु सोल्डुबा परिवारबाट गरेको सोन पऱ्यो क्या सेयर गरिदिनु पऱ्यो क्या युवा क्लब होला सोल्टु युवा क्लब हिजो भएन भन्दा थियो ओ हिरो के छ चिनेन मलाई के छ रोमन रोमन रे आएका होइन म अस्ति आएको बस्छ त्यहाँ बस्छ अलिअलि हान्ने नि धेरै हान्नु पर्दैन नेतोले खाता खोल्न सुरु हुन्छ एक नेतो एक आयोजक सोल्टु ग्याङ र सोल्टु उसमा शून्य ए ओइ सोल्टु युवा क्लबलाई चाहिँ हान्दैछ यार त्यहाँमै नानी हो हाम्रो के खरे दिने बाबु होइन सोल्टु युवा क्लब परिवार छ उयो तल त्यो फरवार्ड गर्दैन युवा क्लबै होइन म त्यतिर आयो यो झन् डेढ भइरहेछ लाल लाल हो एन्टी परेर होला कामको हेलो हेलो सुपुम हेलो हान्नु पर्दैन होला अब त लाइभ छ हान्दै हान् दुइटाले दुइटामा उसमा हान्दैन मसिलामा सेयर चाहिँ हान्दै अब फोटो चाहिँ हान्नु पर्दैन होला हिट पनि भयो हान्दैन उफ्रिरहेको यसो यताउता ठ्याक्कै आउट भएको छ यो आले बिचाइ ओले भाइ
आयोजक टिम मेथड 2 3 all. कति बजे भन्दै त 4-3 मेथड 4 आयोजक 3 5-3 Shunti Yuva Club आयोजक 4 मेथड 5 6-4 蓝牙已断开。 5-6 छन्दा ढलेका छन् Shunti Yuva Club आयोजक 7 मेथड खोल्दै गाउँ 6 खसी लान पाउँछ के आज फोकसै दिएन कि क्यामेरा आयो यार आउनुहुन्छ है लाइभ हेर्नु पढ्नु धेरै हेर्न पैसा राइट छ हिट हुन्छ हौ यत्रो घाम परिरहेको झन् यहाँ मेरो पनि कालै हो कालोहरू त्यस छाया छ नि त मिठा हान्दा यो त 1-2 जान्छ टक्कर गेम हो है मृतक पेमा ए 8 Shunti Yuva Club 9 मिठा मृतक
पुरानो नाम लिएर आएको छ के भयो 9 बराबर ओभरल्याप Metuk 10 Sultan Yuva Club Aizok 0 11-9 10-11 के राम्रो स्पाइक भनेर सिधै देखाइदिएर लाइट कति जानु लाइभ सेयर गरिदिनु होला एकअर्कामा चट्ट लाएर भ्युअर्स बढाउनु पर्यो फुल सपोर्ट हामी दामी Aizok 12 Metuk 11 घाम पर्छ होला फेरि भने पर्दैन तलबाट उस गर्ने लिफ्टवाला मात्रै पर्छ पर्यो नि लाइभ सेयर गरिदिनु होला जित्यो भने त फाइनली भेट्छ नि सेमी हुने जित्यो भने फाइनल कि चार टिम लाग्छ होइन फर्स्ट सेकेन्ड भोलि हुन्छ कि भ्याजै भ्याँदैन भन्ने कुरा हो भोलि आज अन्त भोलि हुन्छ कि आज भ्याएन भने Aizok 15 Metuk 11 12-15 13-15 Metuk 13 Aizok 15 14-15 अलमा गइरहे अरे
समात बेला कस्तो हिँड भयो कुमार दाइले फेरि गाउँ भर्सेस हाम्रो दाइ सेमी हो कि क्वार्टर हो सेमी होइन सेमी हो सेमी फाइनल हो अब फाइनलको लागि भिडेर हो यसरी देखेर हात मैले अघिबाट होइन साइडबाटै जुम हुँदैन होला हुन्छ हुन्छ र त्यो देखा हुन्छ कि ए अस्ति भएको थिएन यार मेरोमा 3 जना हेरेर 15 बराबर है पोइन्ट गर्दै गरे एउटा ओड्ने कुरो दिए कस्तो रोटेटिभ डिभाइस मात्र भनेर स्कोर रहेको छ आयोजकलाई 16-15 बराबर स्कोर रहेको छ अहिलेसम्म बराबरमै 16 बराबर अहिले 1 पोइन्टले मृतकले लिड गरेको छ छिटान सामान इंग्लिश 20 एकदमै कम्पिटिसन रहेको छ खिलाडी देखाएन गेम देखाएर हो दाइ भइहाल्छ नि यतिकै
सट्टा लगाएर स्कोर रहेको छ आयोजकलाई 20 बराबर 20 बराबर दादा थाहा छ 20 भने दुईटाको 20 20 अनि 20 कोइल जसको पहिला 30 हुन्छ त्यही जित्छ 25 अब अझै 5 हुनुपर्छ अनि जित्छ फेरि स्कोर रहेको छ आयोजकलाई आयोजक 21 नेतृत्व 20 भान्जा गएको रे है 22 फेरि पनि अङ्क रहेको छ आयोजकलाई 22 हाम्रो माथिको 22 तलको 20 अनि ग्रीन कलरको ग्रीन कलरको 22 येल्लोको 20 अब उनीहरूको 20 थियो है 21 स्कोर रहेको छ नेतृत्वलाई 21 22 खेल लिगमा कम्पिटिसनमा गइरहेको छ 21 कसले प्रवेश 21 अङ्क रहेको छ आयोजकलाई आयोजकको अन्तिम बल 24-21 हजुर 1-2 अन्डम गएर गेम आउँछ तल जाउँ अब तल जाउँ उताबाट जाने केटा अनि कहिले आएको तिमी हैरो कहिले आएको बुबा ठप छ म यतापट्टि उता तल बस्ने हो क्या काजै ग्रीन जित्यो 22-20 जितिसक्यो हामीले आयोजकले एक चेक जित्यो अब उनीहरु 22 मा अड्कायो के अरे अब उनीहरुले बोका मिल्छ उनीहरुले बोकाले पैसा मिल्छ हो अझै छ गेम अब रातिसम्म हुन्छ रातिसम्मै हुन्छ गेम राम्रै गइरहेछ दामी गइरहेछ हजुर युट्युबर हो रे हैन अनि हजुर त ब्लग बनाइरहेछ त अर्कै हो क्या दाइ कोसँग बोलिरा तल्लो हेरेर बोल्ला सूर्य दादा चिन्छ हजुर सिम ह्यान्डल हजुर बाइक छ टन्नै तिमी टन्नै छ 2-3 गेम बस त्यस्तो हुन्छ अंकल उनीहरुले फ्रीमा पानी मिलिरहेछ हामीले त मिलेन छैन त पानी खाने हो के नरीको खाइदिउँ पर्दैन खाइदिउँ पनिस भाइ
पानी ल्याइदिनु भाइले उयो गरेर खाने जो उयो गरेर खाऊ जगमा है एक बोतल पानी ल्याऊ भन न रोहित भाइलाई उति बोतल दिन्छ त सामानले भन न उयो उयो उछानलाई भने हुन्छ निकालेर दिन्छ फाइनल होइन सेमी फाइनल फाइनल त बेलुका अब सेमी फाइनलमा चाहिँ फेरि गाउँ र हाम्रो सोल्टुको परिरहेछ फेरि गाउँ मेतक ए हजुर ओहो फेरि गाउँ फेरि गाउँ मेतक ए अनि हामी चाहिँ सोल्टुको बिहा क्लब आइसके लाइभ गरेर हो लाइभ सक्दो भन्दा सक्दो सेयर गर्नु होला चट्ट लाएर सेमी फाइनलको पहिलो सेट आयोजक एले आफ्नो पल्टामा पार्न सफल भएको छ अब लगतै दोस्रो सेट खेलाडीहरू मैदानमा उत्रिसकेका छन् खेल एकदमै प्रतिस्पर्धात्मक छ हल्का खाना आउँछ बेलुका त्यही अब 2:30 देखि 3 बजेभित्र भइसक्छ त्यहाँ त्यो बेलासम्म सुरु भइसक्छ 2:30 बजे पनि सुरु हुनसक्छ 3 बजे पनि सुरु हुनसक्छ अब दिनुपर्छ हजुर फिस पकाउन ल्याएको यहाँ त फिसै हुँदैन यहाँ त फिस नै हुँदैन हुँदैन छैन फिस पनि हुन्छ दाँत कसले खाइदिए बाबाले विदेशबाट चक्लेट पठायो भने खाइदिए दाँत त्यस्तो चक्लेट पठाउँछ बाबाले भाइले देऊ न अलि हट्नु पायो भने भाइ मेतोकले आफ्नो अङ्कको खाता खोल्न सफल भएको छ मेतोक 1 आयोजक 0 चिसो यस्तो ताजा छ पानी ए 1 बराबर भयो त्यो बोतल बनाएर राख है बेलुका 3 बजेतिर सुरु हुन्छ होला फाइनल अब यसो भन्नुपर्दा बेलुकाको 3 बजे कुकुर पनि खेल्नको लागि आयो उस्तै आजको टिममा बराबर भयो है स्कोर रहेको छ मेतोक 3 आयोजक 2 त्यो नेटवर्क अलिक स्लो छ क्या त्यही भएर हाम्रो चाहिँ 2 छ उताको 3 छ 4 भयो उताको हाम्रो पोइन्ट आयो अहिले चाहिँ यस्तै हो त आएको अन्त छोटो फेरि आउँछ है 2-3
त्यसो आएन आयो फेरि आयो स्कोर रहेको छ नेतोकलाई 5-3 आयोजक 4 नेतोक 5 सेमिफाइनल हो आयोजक सोल्टुवा क्लब 4 भयो 1 सेट जितिसक्यो हामीले अनि फेदी गाउँको चाहिँ मेतक पेमा 5 भयो अनि यो चाहिँ 6-4 यो गेम गराएको चाहिँ सोल्टुवा क्लबले बोक्का बाजी वडा स्तरीय थानापालिका 2 स्कोर रहेको छ आयोजकलाई 5-6 दिनेश कार्की हेलो अङ्कल हेलो मेरो कार्तिक होइन नि उको दियामा मेरो बर्थडे नि हो र कार्तिकको 22 गते फ्राइडे हो होला हो थ्याङ्क यू अङ्कल थ्याङ्क यू अहिले अङ्क फेरि मेतक पेमा यसलाई स्कोर रहेको छ नेतोकलाई 7-5 7-5 को हाम्रो 5 हो दिनेश कार्की प्रवेश पनि खेल्दैछ है अङ्कल रोनाल्डोको फ्यान मेसी म कसैले पनि फ्यान होइन भन्नु न होइन भन्नु म फ्यानै होइन त कसैको नि भन्नु न एउटा जे मन पर्छ त्यही भन्नु नेमार स्कोर जुनियर रहेको छ नेतोक फेरि पनि म मेसी 8-6 रोनाल्डो अगाडि छ नेतोक किन्न सु गरे भएर त्यसले हैन के दामी उत्सव कार्कीबाट मेक्सिको फ्यान यति छ आयोजक नेतोकलाई रोनाल्डो पछ्याउँदै 7 अर्सन थापा वाइफ कमेन्ट चेक थ्याङ्क यू गरिरहेछ आइरहेछ अलिअलि कमेन्ट चेक गरिरहेछ हजुरको सुसल कार्कीबाट दामी ब्लक छोड्यो 8 बराबर प्रवेश कार्की बिस्ट होइन स्कोर रहेको छ फेरि पनि आयोजकलाई 1 अङ्कले अगाडि बढ्नु गएको छ 9-8 लाइभ सेयर गरिदिनु न मेरो यहाँ फेरि एउटा मात्रै मोबाइल छ अहिले लाइभ बसिरहेको छु सेयर गर्नै मिल्दैन भने फेरि कता सेयर गर्ने हो मैले यो बटन ल्याएको भन्ने एउटा स्कोर नेतोकलाई अङ्क बराबर 9 बराबर अङ्क अलमा छ अहिले हजुर नम्बर भिडियो बनाउने हो म लाइभ गरेर हजुर युट्युबर हो कि टिकटक म सबै हो होला आयोजक 10 नेतोक 9 हजुर गेमिङ पनि गर्छ हो फ्री फायर खेल्छु म अनि रोब्लक्स भन्ने थाहा छ सिएलसी नै हान्छु मनीष कार्कीद्वारा आउट स्कोर आयोजकलाई मनीष लामाले आउट हानेर हाम्रो आएको छ 11 उताको 9 अनि त्यो बल बाहिर गयो भने म लिन जान्छु है हुँदैन लड्छ लड्दैन अनि नेतोक 10 हामीले त टमाटर भने कहिले दिने
त्यो हामीले समात्छ भने कसले दिने उता खेलाडीलाई खेल्ने मान्छेलाई बिस्ता लाइभ शेयर गर्नु पर्यो ए म त भनिरहेको छु केटाहरूले अलिअलि हानिरहेको छ अहिले फाइनलको चाहिँ अलिक भव्य हान्नुपर्छ जो पानीको बोतल छ कसले भारी चल न दे मसँग दिन्छु त्यो Next is back Supreme Adhikari. Hello, hello, hero. स्कोर रहेको छ आयोजकलाई 14-11 भएको छ मेतक युवा क्लबबाट टाइम हाम्रो केटाहरूले माग्नु बाँकी छ कति लोग त खाने छैन एकजना मात्रै खाइरहेछ पानी त अनि यो त कसको बोतल तिम्रो हैन के त्यो म्याक्स बोतल हो हाम्रै हो यो पछिको सेमी फाइनल त्यो त अब त्यहाँ उसै हेर्नुपर्छ मलाई अलिक खासै थाहा छैन त्यहाँ अहिले सिट हेरेर भन्नुपर्छ अहिले म लाइभ सकिने बेलामा भन्छु अमेर ती छन् अमेर उता बसिरहेछन् चेकसट लाग्यो अमित दाई मनोज सर किरण दाई निशान अर्को कार्तिकमा दशैं हुन्छ असोजमा यस्तो हो हाम्रो पनि टाइम माग्नु मिल्थ्यो अहिले हाम्रो पोइन्ट लगातार आएको आए भएर मात्र हो अब एक पोइन्ट जान्छ फेरि टाइम मागेर फेरि त्यहाँ सेट मिलाउने अहिले पोइन्ट आइरहेको नि त त्यही भएर अनि टाइम साइम नलिक छैन माटो मत लाग्यो हो आर्थिक ₹1005 सहयोग भएको छ उहाँलाई यस युवा क्लबको तर्फबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु सोलोनानको ड्याडीले सहयोग गर्नुभएको छ बल हेरेर बस्न तिमीहरू हाते बल खेल्ला पास खेल्न क्या ए यो अलिअलि बाहिर राखेर तिमी भित्र बस न त्यो डोरी तान्देऊ है माथि चुमा खाना हुन्न धेरै डोरी तान त माथि डोरी तान म त अलि ठुलो मान्छे भएर तिम्रो दाँतै छैन ये दाते हिजो हिजोमा एंग्री बर्ड्स खाइराख्यो है अनि यो दातले यस्तो हिजो क्या यो यस्तो भयो अनि एउटा मोटे दातले यस्तो घुमाएर नि खायो हामीलाई आर्थिक सहयोग गर्नुहुने सोल्टो निवासी सुशान्त कार्कीज्यूबाट 2020 रुपैयाँ सहयोग प्राप्त भएको छ सुशान्त कार्की 2020 धन्यवाद र बडा सुशान्त कार्की शुभकामना व्यक्त गर्न चाहन्छु
स्कोर रहेको छ विनोद कार्कीज्यूलाई थ्यांक यू सो मच नेतो 13 आयोजक 19 मेतक युवा क्लब 13 बिजदाई आउनु पर्यो क्या तपाईँ कहाँ हो फाइनल हुँदैछ तपाईँ आउनु पर्यो फेरि पनि स्कोर आयोजकलाई 21-13 नानो अङ्कको अग्रतार लिएको छ आयोजकले स्कोर पण्डित यो पछि गेम कसको 21 कति हो यो चियर फेरि पनि स्कोर नेटवर्कलाई 15-21 चियर छोडेर ल्याक मलाई पनि छोडेर ल्याइदिने हो के चियर पर्दैन चियरै छैन अनि यो त कसरी भेट्दा त यो त अघि मेरै हो होला न चियर ल्याउन त मन राम्रो स्पाइक अङ्क रहेको छ आयोजक 22 नेतृत्व 15 बिजदाई पालुङ आउनु पर्यो है दाइ अस्ति नाको दसैँमा हजुरले मलाई चिया दिएको थियो है चिया फेरि पनि अङ्क हो र आयोजकलाई खसी काटिरहेको 15 थाहा 5 र थाहा 6 अङ्कल त्यही हो थाहा 5 र थाहा 6 को हुन्छ अब यो पछि अङ्कल उट्टा काटिरहेको है खसी यो ताले नि काट्ने अब अनि म त्यहाँ हेरिरहेको थिएँ अनि ऊ त्यो अङ्कल छ नि 7 नम्बरको नहेर भनेर मैले नहेरेँ फेरि पनि अङ्क आयोजकलाई आयोजकको अन्तिम बल रहेको छ आयोजक 24 कहाँ हुनु उतै फाइनली मनिषहरूले जितेको छ अहिले सेकेन्ड सेट आफ्नो कोर्टमा जित हासिल गर्न सफल भइसकेका छन् छैन फेरि जानुपर्छ अब यसै क्रममा सोल्टो युवा क्लबद्वारा आयोजित पुरुष भलिबल प्रतियोगितालाई माया गरेर प्रोत्साहन स्वरूप आर्थिक सहयोग गर्नु मिस यु मानभावहरूको म एकचोटि नाम वाचन गर्न गइरहेको छु नन्दराज कार्कीका सदस्य किरणा स्टोर नन्दराज कार्की कार्की भेजिटेबल सप्लाई कति गर्नु है हजुरको क्याप म लाउँछु स्वयंसेवक साथीहरू अनुरोध गर्दछु चुनाव हाल्नका लागि सहयोग गर्नु अनुरोध गर्दछु यसै गरी आर्थिक सहयोगको रूपमा श्याम कमान मचनार माविका हुनुहुन्छ गोकर्ण परिवार जो इलेक्ट्रोनिक रमेश रौनिया समस्याले राजनीतिज्ञ राजन मामाको छोरो हो मेरो बाबाको नाम पनि राजन रूपमा 6 जनाले संयुक्त रूपमा तिमीलाई भने हो 7000 सहयोग गर्नु भएको छ राजन कार्की ल यो सुरु क्लब म जान्ला उता व्यक्त गर्न जान्ला म त्यसै गरी सुजन कार्की जित्यो अब लास्ट स्टेप एक बाँकी छ रोशन थापा 3105 निशांत कार्की 10,000 लोककुमारी कार्की 2010 विकेश कार्की 5,000 मनोज कार्की 3,333 संतोष थापा 7,777 द्वितीय पुरस्कार हाम्रा वडा सदस्य महाराज विष्णुजीबाट प्रदान गर्नुभएको छ भने मेरो दादा विनोद जङ थापा सोल्टो 1000 खोइ काछ सुशान्त कार्की सोल्टो 2020
उहाँहरूलाई एकमुष्ट रूपमा यस सोल्टुवा क्लबको तर्फबाट मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु र यस बडा दशैँको अवसरमा सुस्वास्थ्य दीर्घायुको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। हस्त धन्यवाद। सेमिफाइनलको पहिलो खेल आयोजक घोषित नेतृत्व आयोजकले दोस्रो सेट पहिलो सेट दोस्रो सेट दुवै सेट आफ्नो पल्टमा जित हासिल गर्न सफल भइसकेको छ। अबको यसपछिको खेल भनेको सेमिफाइनलको यसपछिको खेल भनेको नेट नै स्लो भइरहेछ के भयो खेलाडी साथीहरू यत्र तत्र रहेका खेलाडी साथीहरू थ्याङ्क यू दाइ थ्याङ्क यू Best of luck to you. Good. Thank you, Dai. थाहा छ र थाहा 5 रहेको छ यसपछि गेम। कि लाइभ बसिरहेको कि भिडियो खिचिरहेको? लाइभ हो। टिकटकर भन्नु पर्यो। कहाँमा भिडियो गरेर बसेर त म यहाँ यस्तो टुट्टा काममा सुस्मिना यो थाहा सागरजन थापा वेलकम टु लाइभ दाइ। के हेर्ने स्वयंसेवक भाइहरू खानेपानीको व्यवस्था गरिदिनु होला। खानेपानी सिद्धिएको जस्तो छ। भाइहरू खानेपानीको व्यवस्था गरिदियो। चारजनाले हेर्दा नि के लाइभ बसिरहेको मलाई बेकारको दुःख। सोल्टु युवा क्लबद्वारा पुरुष भलिबल को आज दोस्रो नेट स्लो भएर कता भएछ। सेमिफाइनल खेल हुँदैछ। यो गेम नै जित्यो भन्दा सिधै गयो होइन? थर्डको लागि हुन्छ होला त्यसपछि मनिसहरू चाहिँ यो गेम जित्यो भने हामी चाहिँ अब फर्स्ट र सेकेन्ड अझ 3 गेम बाँकी छ भनेपछि होइन? 4-5 गेमको माथि छ हौ। के अरे अर्को फाइनल गेम होइन? सेमिफाइनल अनि सेमिफाइनल हो कि यो सिटीको अर्को एउटा सेमिफाइनल हुन्छ अनि थर्डको लागि हुन्छ होइन? हारेको अनि फाइनल 3 गेम त नि यो छोडी 3 गेम त्यही त। अब थाहा 5 वर्सेस कसको रे? अमिर दाई उतै बिजी छन् अहिले टिम हेरिरहेछन्। टिम कोच म्यानेजर अमिर दाई नै हो। अब बिज दाई आउनु भएनन् कहिले आउनुहुन्छ? प्रशान्त होइन? त्यस्तो गेम खेल्नु थियो र भने
खतरा गेम खेल्छ नि अहिले आयोजक 1 मेथड 1 बराबर बनाउँछ होला है यो त तिहारलाई के रोड बनाइहाल्छ नि बराबर 3-2 भएको छ अहिले आयोजक 3 मृतक पेमा 2 स्कोर रहेको छ फेरि पनि नेटवर्कलाई 5-4 यसपछिको दोस्रो सेमिफाइनल खेल थाहा 6 भर्सेस थाहा 5 हुने छ खेलाडी साथीहरू तयारी अवस्थामा रहनु होला फेरि पनि स्कोर आयोजकलाई 7-5 आयोजक 2 अङ्कले अग्रता लिएको छ आयोजकले 7 मेदकमा 5 भने कसले सुन्दैन नि त स्कोर रहेको छ 7 बराबर आयोजक 8 नेतृत्व 7 ब्याग हान्दा है यो गेम जित्यो भन्नु होला 2 गेम पर्छ त पर्दैन
दुई गेम हाल्नु जित्छ है त 3 गेम जित्नुपर्छ नि त कहाँ हामीलाई 1 गेम जित्नुपर्छ उनीहरूलाई अब 3 गेम जित्नुपर्छ यो लगातार जित्नु पर्यो 3 गेम लगातार हान्नु पर्यो अब यस्तै हो दाडा प्लेस खेलाएर दाडा पुरा लजबल हानिरहेको भनौँ न अहिले अलिकति झुकिरहेको केटाहरू माथि अलिक घाम पनि छ सिधै आँखातिर पर्छ नि त गाह्रो छ त्यही भएर डिट भए पनि अब ठाडो सेट हान्न पाए झन् राम्रो भन्न खोज्यो थाक्छ नि त मोबाइल तातेर हैरान भइरहेको यार अब यतैबाट बस्नुपर्छ त के अन्त अब उता बसेर अलिक नमिलेको यहाँ सब देखिन्छ नि त त्यही भएर यसपछि लगातार सेमिफाइनलको दोस्रो खेल था 6 वर्सेस था 5 हुनेछ खेलाडी साथीहरू तयारी अवस्थामा रहिदिनु होला स्कोर रहेको छ 11-8 आयोजक 11 नेतृत्व 8 सुजल गरेर भन्दा अगाडि चेन्ज भयो फेरि पनि अङ्क आयोजकलाई 13-8 मनिष दाइले के राखे मनिष दाइले के गरे त्यही हो दाइ सबै छ घरमै त्यही त प्रवेश भाइले दामी हान्नु प्रवेश र सुजल दामी हान्नु सुशान उत्सव रूपक दाइ सेटर राम्रो राम्रो पावरफुल स्पाइक नेतृत्वबाट 9-15 16-9 स्कोर अहिले स्कोर रहेको छ 16-9 यो सिधा आउँछ अबको केही बेरमै
ढुक्कले हानिहाल्छ नि सेमिफाइनलको सेकेन्ड अब फाइनल कि बलेहरू पर्छ युज पर्छ अब हान्छ तर बलेहरू पनि पर्छ जस्तो लागिरहेको मलाई फाइनलमा नौ अङ्कले अग्रता लिएको छ हजुर त्यहाँदेखि 2 सेट हाम्रो जितिसक्यो अब यो लास्ट हो स्कोर रहेको छ 19-9 मैले भने होइन 15 नै पार्दैन यो पाल्दा नै उनीहरू थर्डको लागि खेल्ने भन्नु सुरु गर्थ्यो त्यस्तै हुन्छ भर्खरै हामीलाई आर्थिक सहयोगको रूपमा निरञ्जन थापा सौको उहाँबाट 1505 रुपियाँ प्राप्त भएको छ उहाँलाई यस क्लबको तर्फबाट मेरी धन्यवाद र यसबाट दसैँको उपलक्ष्यमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्न चाहन्छौँ स्कोर रहेको छ 22-10 फेरि पनि स्कोर आयोजकलाई 23-10 11-23 अब 2 पोइन्ट त हो नि तिनीहरूले बिगारे भएर नि तिनीहरूले बिगारे भएर नि त्यो पनि हो नि त हरेक बल आउट हान्दा है यार थ्याङ्क यू दाइ थ्याङ्क यू 24-12 सकिसक्यो अब गेम 12-24 यसपछिको खेल थाहा 6 वर्सेस थाहा 5 खेलाडी साथीहरू तयारी अवस्था लेख्नु होला थाहा 6 वर्सेस थाहा 5
आकाशहरु खेलेको थिएन बीबाट खेला बी गइ थियो हारिसक्यो कुन चाहिँ ठाउँ परे ए यिनीहरूको बी टिमसँग पर्दै थियो अनि उता थियो त अनि थाहा टिमसँग थियो के अरे उस लोकेशहरूसँग थियो हामी सक्यो ल फाइनल गेम सकेको छ हामीले 3 सेट लगातार हानेको अब हामी जाँदैछौँ तलतिर अरे बेस्ट अफ लक थ्याङ्क यू सुप्रिम अमित दाइ विद्यालय सुधार सत्र छन् अमित दाइले बोलाउनु पर्यो अरे फाइनली 3 सेट लगातार फाइनली अब अब हामी सिधै फाइनलमा लाइभ गर्छौँ त्यही समय लागि अब ल